आज 2083 सालको दिन। आज हामी सबैले जिन्दगीमा हाम्रो हरेकको जिन्दगीमा आजबाट चाहिँ हामीले सुख शान्तिको कामना गरिरहेका छौँ। आज हरेक सामाजिक सञ्जाल यिनै सुख र शान्तिको कामनाले भरिएका छन्। आज हर कुनै मानिस जिन्दगीको दौड जित्न अगाडि बढिरहेको छ। तर त्यसरी जिन्दगीको दौड जित्न अगाडि बढिरहँदा आज हर कुनै मानिस जिन्दगीको सानोभन्दा सानो कारणले उसको जिन्दगीको खेल मैदानमा लडिरहेको छ। त्यही जिन्दगीको सुख शान्तिको खोजी गर्दै। तर त्यसरी जिन्दगीमा सुख र शान्तिको खोजी गर्दै हिँडिरहेको मानिसलाई आज उसलाई यो थाहा छैन कि जिन्दगीको एउटा पाटो दुःखको पाटो हो भन्ने कुरा पनि आज उसलाई थाहा छैन। ऊ सुखको दौडमा जिन्दगीको दुःखको पाटोलाई यसरी बिर्सिन्छ कि मानव उसको जीवनमा कहिले पनि दुःख भन्ने कुरा आउँदैन जस्तो उसलाई लाग्छ। तर यो जिन्दगीमा जुन दुःखको पाटो छ त्यसलाई चाहिँ हामीले केराको बोक्रा छिल्किएर फाले जस्तै हामीले चाहिँ फाल्न सक्दैनौँ। हाम्रो जिन्दगीको यथार्थ यही हो। हामीले चाहौँ अथवा नचाहौँ हाम्रो जीवनका हरेक पलहरूमा हामीले नसोचेका आउने तिनी घटनाक्रम अवस्था र परिस्थितिहरूले हामीले चाहे पनि नचाहे पनि हामीले ती जीवनका दुःखहरू भोग्नु पर्दछ। तर हामी चाहिँ यसलाई चाहिँ आँखा चिम्लिन्छौँ पराए। हाम्रो चाहिँ जीवनमा एकरो चाहना के हुन्छ भने जीवनमा सुख र शान्तिको चाहना हामीले चाहिँ देख्छौँ। तर एउटा कुरा के हो भने जिन्दगीको यथार्थता के हो भने यो जीवनमा सबै मानिसलाई सबै खुसीहरू प्राप्त हुँदैन के। हर कुनै मानिसले एउटा खुसी आफूले प्राप्त गरिरहँदा अर्को खुसीलाई चाहिँ उसले चाहिँ कम्प्रोमाइज गर्नुपर्छ। तर हामी चाहिँ त्यो खुसीलाई हामी चाहिँ जिन्दगीको त्यो पाटोलाई हामी चाहिँ कम्प्रोमाइज गर्नै चाहँदैनौँ। यथार्थ कुरा त्यही हो कि हामी आफ्नो जिन्दगीको त्यो पाटोलाई हामी कम्प्रोमाइज गर्नै चाहँदैनौँ के। अब हामीले चाहिँ यसरी आफ्नो जीवनको त्यो पाटोलाई कम्प्रोमाइज नगर्दाखेरि हामीलाई टेन्सन हुन्छ, हामीलाई दुःख भएको महसुस हुन्छ, अनि हामी चाहिँ त्यो जिन्दगीको त्यो पाटोमा गएर आफूलाई दुखी ठान्छौँ। तर एउटा कुरा के हो भने जुन दुःखको कारण आज हामीले चाहिँ टेन्सन लिइराखेका छौँ नि, 24 घण्टामा 24,000वटा टेन्सन बोकेर हामी हिँड्छौँ नि, यो टेन्सनलाई हामीले फाल्न चाहिँ सक्दैनौँ के। यदि हामीले एकछिनलाई यो टेन्सन फालेर जिन्दगीलाई टेन्सन मुक्त गरेर अगाडि बढ्छौँ भने पनि त्यो चाहिँ यथार्थ जिन्दगीमा र रियालिटी जिन्दगीमा त्यो चाहिँ सम्भव छैन के। यदि हामीले जिन्दगीलाई टेन्सन मुक्त र टेन्सन फ्री बनाउँछौँ भनेर यदि हामीले चाहिँ सोच्छौँ भने रियालिटी जिन्दगीमा यथार्थ जिन्दगीमा त्यो चाहिँ सम्भव छैन के। यदि हामीले चाहिँ जीवनमा अगाडि बढिरहँदा जीवनमा आउने हरेक अकस्मात आउने घटनाक्रमहरूलाई हामीले जीवनको एउटा पार्ट सँगसँगै अगाडि बढायौँ र हामीले त्यसलाई रियालिटी ठान्यौँ भने हाम्रो जीवनको धेरै सुख हामीले चाहिँ त्यसबाट पाउन सक्छौँ के। हामीले आफ्नो जिन्दगीमा एउटा पाटो चाहिँ दुःखलाई सङ्घर्षलाई सँगसँगै अगाडि बढाइरहँदा हाम्रो जीवनको सुखको पाटो पनि सँगसँगै अगाडि बढ्छ के। हामीले एकतर्फी रूपमा चाहिँ दुःखको पाटोलाई चटक्कै बिर्सिन्छौँ। त्यो हामीलाई मनै पर्दैन त्यहाँसम्म जान। हामी त्यो चाहँदैनौँ। जब हामीले चाहिँ त्यो दुःख सङ्घर्षको पाटोलाई हामीले चटक्कै बिर्सिन्छौँ र हामीले चाहिँ एकतर्फी सुखको चाहना मात्रै राख्छौँ भने अन्ततः हामीले त्यो दुःखको पाटोबाट सुखको पाटो खोजिरहँदा हामी दुःखकै पाटोमा गएर चाहिँ
हामीलाई चाहिँ त्यहाँ गएर चाहिँ जीवनमा सङ्घर्ष गर्नुपर्छ। त्यसकारण एउटा कुरा के हो भने हामीले जीवनमा अत्यधिक सुख र शान्तिको चाहना राखिरहे पनि हामी चाहिँ त्यहाँसम्म पुग्न चाहिँ सक्दैनौँ के। किनकि हाम्रो जिन्दगीको रियालिटी भनेको के हो भने जीवनमा आउने अकस्मात घटनाक्रमहरूले हामीलाई चाहिँ त्यहाँसम्म जानै दिँदैन के। हामीले त्यो ठाउँमा गएर चाहिँ यो कम्प्रोमाइज गर्नुपर्छ कि जीवनमा हर कुनै मानिसलाई जीवनमा सबै मानिसलाई सबै किसिमको सुख र शान्ति मिल्दैन भनेर हामीले चाहिँ त्यो ठाउँमा गएर कम्प्रोमाइज गर्नुपर्छ के। जब हामीले चाहिँ आफूले पाउन नसक्ने सुख र शान्तिको चाहिँ आफूले चाहिँ परिकल्पना गर्दैनौँ, आफूले चाहना राख्दैनौँ नि, अनि त्यहाँबाट चाहिँ हाम्रो वास्तविक जीवन सुरु हुन्छ के। त्यहाँबाट हाम्रो वास्तविक जीवनको सुरुवात हुन्छ। तर हामी चाहिँ बाहिरी सर्फेसमा एकरो दुःखलाई बाटोको बिर्सेर हामी चाहिँ जीवनको अत्यधिक सुख र शान्तिलाई चाहिँ कामना गरिरहँदा, त्यही अत्यधिक सुख र शान्तिको कामनाको पछाडि लागिरहँदा हामीले चाहिँ दुःख र सङ्घर्षलाई बिर्सिन्छौँ र हामी चाहिँ त्यसैको मात्रै चाहिँ एउटा चाहिँ दासी बनेर अगाडि बढ्छौँ। जीवनमा एकरो जीवनको सुख र शान्तिको दासी मात्रै अनि जीवनको एउटा पाटो मात्रै हुन सक्छ त? त्यो त सम्भव त छैन। किनभने जीवनमा अर्को पाटो पनि छ जुन दुःखको पाटो हो के। हामीले त्यसलाई चाहिँ चटक्कै बिर्सिन्छौँ। त्यो दुःखको पाटोको समस्याको समाधान कसैको जीवनमा पनि चाहिँ यही नै हो भनेर चाहिँ ठ्याक्कै ग्यारेन्टी गर्ने कुरा हुँदैन। किनभने हर कुनै मानिसको जीवनमा दुःख सङ्घर्षको पाटो कति बेला आउँछ र उसका परिस्थितिहरू कस्ता हुन्छन् भन्ने कुरो एउटा भनाइले, एउटा विचारले र एउटा सिद्धान्तले कसैको जीवनको त्यो पाटोमा ठ्याक्कै मेल चाहिँ खाँदैन। त्यसकारण एउटा कुरा के हो भने हामीले जीवनमा एकरो जीवनमा सुख र शान्तिको पाटोलाई मात्रै चाहिँ देख्नु, हामीले अर्कोतिर चाहिँ जीवनमा दुःख र सङ्घर्षको पाटोलाई बिर्सनु भनेको हामी चाहिँ जीवनमा झन् ठुलो दुःखको संसारमा फस्नु हो के। एकरो किनभने जीवनको दुःख र सुख भनेको दुईटा पाटो हो जुन जीवन सँगसँगै अगाडि बढ्छ। तर हामी चाहिँ सुखको खोजीमा यति अन्ध हुन्छौँ, हामीलाई चाहिँ त्यो दुःखको परिकल्पना हामीले गर्न चाहँदैनौँ कि। त्यो दुःखको परिकल्पना बेगर चाहिँ गरेको जिन्दगी एउटा काल्पनिक जिन्दगी भन्दा परको हुँदैन। यदि हामीलाई चाहिँ जीवनमा सुख र शान्तिको हाम्रो जीवनको चाहना हो भने हामीले हाम्रो जिन्दगीमा आउने हरेक दुःख र सङ्घर्षका पाटाहरूलाई हामीले यथार्थपरक तरिकाले हेर्नुपर्छ। यो होइन कि काल्पनिक तरिकाले होइन, यथार्थपरक तरिकाले हेर्नुपर्छ। र जब हामीले चाहिँ जीवनका ती दुःख सङ्घर्षका कुराहरूलाई हामीले यथार्थपूर्वक तरिकाले लिन्छौँ र यदि हामी चाहिँ त्यसको समाधानमा गएर चाहिँ आफ्नो चाहिँ जीवनको केही समय चाहिँ हामीले सङ्घर्ष गर्छौँ अथवा समय बिताउँछौँ भने अनि बल्ल चाहिँ हाम्रो त्यसको चाहिँ हामीले वास्तविक समाधान कारण भेटाउन सक्छौँ र समाधानको बाटो खोज्न सक्छौँ के। त्यसकारण हामीले के बुझौँ भने यदि जिन्दगीमा सुख र शान्ति पाउने हो भने सुख र शान्ति हाम्रो जीवनमा भइरहेको कुरालाई त्यो ठिक छ, हामीले पाइरहेको कुरा पनि ठिक छ, तर त्योभन्दा अर्को पाटोमा रहेको दुःख र सङ्घर्षको पाटोलाई हामीले नकारात्मक तरिकाले होइन सकारात्मक तरिकाले लिएर त्यसको समस्याको समाधान खोज्यो भने अनि त्यसले चाहिँ हामीलाई चाहिँ जीवनमा त्यो पाटोबाट चाहिँ सुख र शान्तिको पाटोतिर हामीलाई चाहिँ अगाडि बढाउन सक्छ। तर यति हुँदाहुँदै भने पनि के हो भने यति हुँदाहुँदै पनि एउटा कुरा के चाहिँ हो भनेपछि यो जीवनमा सबै मान्छेलाई सबै खुसी चाहिँ मिल्दैन कि। जुन खुसी चाहिँ आज हामीले भेटाउन्नौ पाउन्नौ त्यसलाई सुख र शान्ति लिएर टेन्सन गरेर बस्नुभन्दा
जीवनको यथार्थलाई बुझेर कम्प्रोमाइज गर्दा अझ राम्रो हुन्छ।